सुन्नु त म यो घर छोडेर जान लागेकी डिभोर्स पेपरमा साइन गरिदिनुस्। डिभोर्स? के को डिभोर्स? के भयो अचानक फेरि तिमीलाई? सुन्नु न, के भयो फेरि तिमीलाई? आज मेरो एकदमै धेरै टाउको दुखेको छ। मलाई सन्चो छैन, जिउ पनि कटकट खाइरहेको छ। हस्पिटल जाऊँ न। मलाई यस्ता नाटक हेर्ने फुर्सद छैन। औषध खाएर आराम गरेर आफै ठिक हुन्छ। जहिले पनि केही कामले बाहिर जान लाग्यो म घरमा तिमीलाई केही न केही भकै हुन्छ। यदि तिमीलाई मबाट केही दुःख भएको छ भने भनिहाल, ढोका खुल्ला छ, जाँदा हुन्छ। यस्तो नभन्नु न, मलाई गाह्रो हुँदा पो मैले गाह्रो भयो भनेकी छु त। मलाई सन्चो भई मलाई गाह्रो भयो मैले भनेकी हो र? यदि तिमीलाई डिभोर्स चाहिएको छ भने भन, म डिभोर्स पेपरमा साइन गरिदिन्छु। सुन्नु न, हजुरले बिर्सिनु भयो, आज मेरो जन्मदिन हो नि। मलाई 5 मिनट समय दिनु न है। तिम्रो जन्मदिन रहेछ त मैले के गरौँ अब? मसँग अहिले तिम्रो कुरा सुन्ने समय छैन। अहिले मेरो काम छ, म भ्याउँदिनँ। अरू बेला हजुर जति बिजी भए पनि आज त मेरो स्पेसल दिन। मेरो लागि त्यति समय दिनुहुन्न हजुरले। ल ठिक छ, भरे आएर कुरा गर्छु ल तिमीसँग म। अहिले चाहिँ म गएँ। प्लिज मलाई डिभोर्स नदेऊ। म तिमी बिना बाँच्न सक्दिनँ। मैले गल्ती गरेँ, धेरै गल्ती गरेँ। मलाई एकचोटि मौका देऊ। म तिमीलाई धेरै माया गर्छु। मलाई यसरी एक्लै छोडेर नजाऊ न। तपाईँ आजदेखि एक्लै हुँदै हुनुहुन्छ, तर म त धेरै वर्ष अगाडिदेखि एक्लै थिएँ। एक्लै? कसरी तिमी एक्लै भयो त? म तिमीसँगै थिएँ त। तपाईँको शरीर त मसँग थियो, तर तपाईँको मन मेरो साथमा कहिल्यै पनि थिएन। तपाईँलाई थाहा छ, म बिरामी हुँदाखेरि मेरो आँसु भन्दा पनि तपाईँलाई